पाइथन प्रोग्रामिङ ल्याङ्ग्वेजको यो सिरिजमा तपाईहरुलाई स्वागत छ। च्याप्टर 1 को यो इन्ट्रोडक्सन भिडियोमा म आज तपाईहरुलाई तीनटा क्वेशनको एन्सर दिनेछु। पाइथन के हो, पाइथन कहाँनिर युज गर्ने र पाइथन किन युज गर्ने। यी तीनवटा क्वेशनको एन्सर पाइसकेपछि तपाईलाई पाइथन पढ्न र बुझ्न एकदमै सजिलो हुनेछ। अब पाइथन के हो भनेर बुझ्नु भन्दा अगाडि प्रोग्रामिङ के हो यसलाई बुझ्ने प्रयास गरौँ है त। प्रोग्रामिङलाई दुई भाग मेसिन र कोडमा छुट्याएर हेर्न सकिन्छ। कोडको थ्रु मेसिनलाई इन्स्ट्रक्सन दिई मेसिनलाई कुनै पनि काम गराउने प्रोसेसलाई हामी प्रोग्रामिङ भनेर बुझ्न सक्छौँ। यसलाई अलिक फरक तरिकाले बुझ्दाखेरि हामीले बोल्ने ह्युमन ल्याङ्ग्वेजेसहरू जस्तै इङ्ग्लिस, चाइनिज, जापानिज, हिन्दी, नेपाली या अन्य कुनै पनि ल्याङ्ग्वेजहरू मेसिनले डिरेक्टली बुझ्दैन। मेसिनले बुझ्ने उसको आफ्नै भाषा हुन्छ जसलाई हामी मेसिन कोड भन्छौँ। मेसिन कोड 0 र 1 ले मात्रै बनेको हुनाले यसमा प्रोग्रामिङ गर्न र हामीले यसलाई बुझ्न एकदमै अप्ठ्यारो हुन्छ। हो, यही कारणले गर्दाखेरि पाइथन, जाभा, C++, जाभा स्क्रिप्ट जस्ता ल्याङ्ग्वेजहरू बनाइएको हो। अब यहाँनिर बुझ्नुपर्ने कुरा चाहिँ कुनै पनि स्पेसिफिक काम मेसिनलाई गराउनको लागि बनाइएको सेट अफ इन्स्ट्रक्सनलाई हामी प्रोग्राम भन्छौँ भने यो प्रोग्राम बनाउनको लागि फलो गर्ने प्रोसेसहरू जस्तै डिजाइनिङ, राइटिङ कोड्स, टेस्टिङ, मेन्टेनिङ कोड्स, यी सबै कुराहरूलाई चाहिँ हामी प्रोग्रामिङ भन्छौँ। प्रोग्रामिङ ल्याङ्ग्वेज के हो भन्ने बुझिसकेपछि अब पाइथन कस्तो प्रोग्रामिङ ल्याङ्ग्वेज हो यसलाई बुझ्ने प्रयास गरौँ है त। पाइथन एउटा एकदमै सिम्पल, इजी र एकदमै पपुलर ल्याङ्ग्वेज हो। यो ल्याङ्ग्वेज इन्टरप्रेटेड र यसलाई हाई लेभल ल्याङ्ग्वेज पनि भन्ने गरिन्छ। साथसाथै यो कुनै स्पेसिफिक पर्पजको लागि नभएर जेनरल पर्पजको लागि युज हुने प्रोग्रामिङ ल्याङ्ग्वेज हो। यी सबै पोइन्टहरू म वान बाई वान बुझाउँदै जानेछु ताकि तपाईँको पाइथनको अन्डरस्ट्यान्डिङ एकदमै बलियो होस्। पहिलो पोइन्टमा पाइथनलाई सिम्पल एन्ड इजी ल्याङ्ग्वेज किन भनिएको त भन्ने कुरा म एउटा कोड इक्जाम्पलको थ्रु तपाईँलाई बुझाउनेछु। तपाईँहरूले यहाँनिर देख्न सक्नुहुन्छ मैले डिफ्रेन्ट लाइन्स अफ कोड चाहिँ एज एन इक्जाम्पलको रूपमा लिएको छु। सबैभन्दा सुरुमा तपाईँले देख्न सक्नुहुन्छ प्रिन्ट हेलो भनेर लेखिएको छ। त्यस पछाडि प्राइस इक्वल टु 500 इफ प्राइस इज ग्रेटर देन 200 प्रिन्ट हाई प्राइस भनेर लेखेको छ। अब यहाँनिर तपाईँले बुझ्नुपर्ने कुरा के छ भने तपाईँले सुरुदेखि अन्तिम लाइन्स अफ कोडसम्म हेर्नुभयो भने यहाँनिर कुनै पनि अनफेमिलियर वर्ड चाहिँ युज भएको छैन। यो किन त भन्दाखेरि किनकि पाइथनमा हामीले नै डेली लाइफमा बोल्ने इङ्ग्लिस ल्याङ्ग्वेज नै युज हुने गर्छ। जस्तै कि तपाईँले यहाँनिर प्रिन्ट भन्ने किवर्ड देख्न सक्नुहुन्छ, त्यसै गरी इफ भन्ने किवर्ड देख्न सक्नुहुन्छ र यी किवर्डहरू हामीले पाइथनमा पनि युज गर्न सक्छौँ भने यो डेली लाइफमा पनि युज हुन्छ। हो, यही कारणले गर्दाखेरि हामीलाई पाइथनको कुनै पनि लजिकहरू अन्डरस्ट्यान्ड गर्न एकदमै सजिलो छ। पाइथनमा एज अ लेमन पनि तपाईँले सर्टेन लजिकहरू अन्डरस्ट्यान्ड गर्न सक्ने हुने भएको भएर यो ल्याङ्ग्वेजलाई इजी टु अन्डरस्ट्यान्ड ल्याङ्ग्वेजको रूपमा पनि लिने गरिन्छ। यही कारणले गर्दाखेरि पाइथनलाई बिगिनर फ्रेन्डली ल्याङ्ग्वेजको रूपमा पनि भन्ने गरिन्छ। अब इक्जाम्पल हेरिसकेपछि पाइथनलाई हाई लेभल ल्याङ्ग्वेज किन भनेको यसलाई बुझौँ है त। तपाईँहरूले इक्जाम्पलमा देख्नुभएको इफ र प्रिन्ट जस्तो धेरै वर्डहरू युज गरेर पाइथनमा सिन्ट्याक्स बनाइएको छ। यसले गर्दाखेरि पाइथनलाई पढ्न, लेख्न र बुझ्न एकदमै सजिलो छ। यही कारणले गर्दाखेरि पाइथनलाई हाई लेभल ल्याङ्ग्वेज पनि भनिएको हो। अब पाइथनलाई हाई लेभल ल्याङ्ग्वेज किन भनिएको भनेर बुझिसकेपछि अब यो ल्याङ्ग्वेजलाई इन्टरप्रेटेड ल्याङ्ग्वेज किन भनेको यसलाई पनि बुझौँ है त। मैले भिडियोको सुरुमै भनेको थिएँ हामीले बोल्ने ह्युमन ल्याङ्ग्वेजेसहरू मेसिनले डिरेक्टली बुझ्दैन। मेसिनले बुझ्ने भनेको उसको आफ्नै ल्याङ्ग्वेज हुन्छ जसलाई हामी मेसिन कोड भन्छौँ। अब पाइथनमा लेखिएको कोड पनि डिरेक्टली मेसिनले भने बुझ्दैन, तर पाइथनमा लेखिएको कोडलाई ट्रान्सलेट गरेर मेसिनलाई बुझाउन भने सकिन्छ। जेनरली ट्रान्सलेसनको लागि हामीसँग दुईवटा अप्सन हुन्छ। पहिलो अप्सन हो कम्पाइलर भने दोस्रो अप्सन हो इन्टरप्रेटर। अब पाइथनले चाहिँ इन्टरप्रेटर युज गर्ने भएको भएर यो ल्याङ्ग्वेजलाई हामीले इन्टरप्रेटेड ल्याङ्ग्वेज भन्ने गर्छौँ। अब अर्को क्वेसन, पाइथनलाई किन जेनरल पर्पज ल्याङ्ग्वेज र यो कहाँ युज गर्न सकिन्छ त्यसबारेमा बुझौँ है त। पाइथनलाई सबैभन्दा सुरुमा वेब डेभलपमेन्टमा युज गर्न सक्नुहुन्छ। वेब डेभलपमेन्टको लागि पाइथनमा अलरेडी ज्याङ्गो, फ्ल्यास जस्ता फ्रेमवर्कहरू एभाइलेबल छ। त्यसै गरी पाइथनलाई तपाईँले आर्टिफिसियल इन्टेलिजेन्समा पनि युज गर्न सक्नुहुन्छ। आर्टिफिसियल इन्टेलिजेन्समा तपाईँले च्याटबट, फेस रिकग्निसन, भोइस एसिस्टेन्ट यस्ता कुराहरू पाइथनबाटै बनाउन सक्नुहुन्छ। त्यसै गरी तपाईँले पाइथनलाई इन्टरनेट अफ थिङ्समा पनि प्रयोग भएको देख्न सक्नुहुन्छ। इन्टरनेट अफ थिङ्समा तपाईँले पाइथन युज गरेर रास्पबेरी पाई जस्ता हार्डवेयर कन्ट्रोल गर्न सक्नुहुन्छ भने माइक्रो पाइथन युज गरेर तपाईँले आइओटी एप्लिकेसन पनि बनाउन सक्नुहुन्छ।
अब यति मात्रै नभएर तपाईँले पाइथनलाई मोबाइल एप डेभलपमेन्टको लागि पनि युज गर्न सक्नुहुन्छ। मोबाइल एप डेभलपमेन्टमा हामीसँग किबी, बिवेयर यस्ता फ्रेमवर्कहरू अलरेडी एभाइलेबल छन् जसबाट तपाईँले मोबाइल एप पनि बनाउन सक्नुहुन्छ। त्यसै गरी पाइथनलाई तपाईँले साइबर सेक्युरिटीमा पनि प्रयोग गर्न सक्नुहुन्छ। तपाईँले पाइथन युज गरेर पेनिट्रेसन टेस्टिङ गर्न सक्नुहुन्छ, नेटवर्क एन्ड मालवेयर एनालाइसिस गर्न सक्नुहुन्छ। त्यसै गरी तपाईँले पाइथन युज गरेर गेम पनि बनाउन सक्नुहुन्छ। पाइथनमा अलरेडी एभाइलेबल फ्रेमवर्क्स जस्तै पाइगेम, पान्डाज 3D यस्ता फ्रेमवर्कहरूबाट तपाईँले पाइथन युज गरेर गेम पनि बनाउन सक्नुहुन्छ। त्यसै गरी पाइथनलाई डाटा साइन्समा पनि युज गर्ने गरिन्छ। डाटा ह्यान्डलिङ र डाटा भिजुअलाइजेसनको लागि पाइथन एकदमै धेरै नै युज गर्ने गरिएको हुन्छ। पाइथनमा पान्डाज डाटा ह्यान्डलिङको लागि युज गरिन्छ भने नम्पाई न्युमेरिकल अपरेसनको लागि युज गर्ने गरिन्छ। यति मात्र नभएर तपाईँले पाइथनलाई ब्लकचेनमा पनि प्रयोग भएको पाउनुहुन्छ। ब्लकचेनमा तपाईँले स्मार्ट कन्ट्र्याक्ट बनाउनको लागि होस् या क्रिप्टोकरेन्सी इट्सेल्फ बनाउनु परे पनि पाइथनको प्रयोग गर्न सक्नुहुन्छ। पाइथनलाई यी सबै फिल्डहरू मात्र नभएर मल्टिपल अरू डिफ्रेन्ट फिल्डमा पनि प्रयोग भएको देख्न सक्नुहुन्छ। एउटा कुनै पनि स्पेसिफिक फिल्डको लागि मात्र नभएर मल्टिपल पर्पजको लागि तपाईँले पाइथनलाई युज गर्न मिल्ने भएको भएर यो ल्याङ्ग्वेजलाई जेनरल पर्पज ल्याङ्ग्वेजको रूपमा पनि बुझ्न सकिन्छ। अब फाइनल्ली पाइथन किन युज गरिन्छ त यसलाई बुझौँ है त। पाइथन युज गरिने सबैभन्दा पहिलो रिजन भनेको यो ल्याङ्ग्वेजको इजिनेस र सिम्प्लिसिटी नै हो। पाइथनलाई एउटा एकदमै बिगिनर फ्रेन्डली ल्याङ्ग्वेजको रूपमा लिने गरिन्छ। कम्पेरिटिभली तपाईँले हेर्नुभयो भने पनि जाभा अर C++ जस्ता ल्याङ्ग्वेजहरूमा भन्दा तपाईँले पाइथनमा छोटो लाइन्स अफ कोड लेखेर नै धेरै कुराहरू चाहिँ गर्न सक्नुहुन्छ। यही सिम्प्लिसिटी र इजिनेसले गर्दाखेरि पाइथनलाई वाइडली एडप्ट गर्ने गरिन्छ। पाइथन युज गर्ने अर्को रिजन हो यो ल्याङ्ग्वेजको भर्साटिलिटी। पाइथनलाई तपाईँले वाइड रेन्ज अफ एरियाजमा चाहिँ युज गर्न सक्नुहुन्छ। जस्तै कि तपाईँले पाइथनलाई वेब डेभलपमेन्टमा युज गर्न सक्नुहुन्छ, डाटा साइन्समा युज गर्न सक्नुहुन्छ, मेसिन लर्निङमा युज गर्न सक्नुहुन्छ, अटोमेसनमा युज गर्न सक्नुहुन्छ, गेम डेभलपमेन्टमा युज गर्न सक्नुहुन्छ, नेटवर्किङमा युज गर्न सक्नुहुन्छ। यस्ता मल्टिपल एरियाजमा चाहिँ पाइथनलाई युज गर्न मिल्ने भएको भएर यो ल्याङ्ग्वेज फेमस पनि छ। पाइथन एकदमै फेमस हुनु र धेरै युज हुनुको अर्को एउटा रिजन पनि छ, त्यो भनेको पाइथनको स्ट्रङ कम्युनिटी सपोर्ट पनि हो। कुनै पनि प्रोग्रामिङ ल्याङ्ग्वेज तपाईँले प्रयोग गर्नुभन्दा अगाडि त्यो ल्याङ्ग्वेजमा कम्युनिटी सपोर्ट कति बलियो छ भन्ने कुरा पनि एकदमै महत्त्वपूर्ण हुन्छ। पाइथनको कुरा गर्नुहुन्छ भने पाइथनको कम्युनिटी सपोर्ट एकदमै स्ट्रङ छ। तपाईँले कुनै पनि बेला अनलाइनबाट कम्युनिटी सपोर्ट लिन सक्नुहुन्छ। यति मात्र नभएर पाइथनमा पहिलेदेखि नै धेरै लाइब्रेरिज र फ्रेमवर्कहरू एभाइलेबल भएको हुनाले तपाईँलाई पाइथनमा काम गर्न एकदमै सजिलो हुन्छ। सँगसँगै तपाईँले पाइथनमा कुनै नयाँ कुरा सिक्न चाहनुभयो भने अनलाइनमा सजिलैसँग नयाँ कोर्सेसहरू र रिसोर्सेसहरू पनि पाउन सक्नुहुन्छ। यसबाट हामीले के बुझ्न सक्छौँ भने स्ट्रङ कम्युनिटी सपोर्ट पनि एउटा पाइथन धेरै युज हुनुको रिजन हो। पाइथन धेरै युज हुनुको अर्को एउटा रिजन क्रस प्लेटफर्म कम्प्याबिलिटी पनि हो। अब क्रस प्लेटफर्म कम्प्याबिलिटी भन्नाले तपाईँले पाइथनको कोडलाई मल्टिपल अपरेटिङ सिस्टममा रन गर्न सक्नुहुन्छ। मानिलिउँ तपाईँले विन्डोजमा एउटा कुनै पाइथनमा कोड लेख्नुभयो भने त्यो कोडलाई तपाईँले लिनक्समा वा म्याक ओएसमा कुनै पनि मोडिफिकेसन नगरिकन चलाउन सक्नुहुन्छ। पाइथन युज गरिनुको अर्को एउटा रिजन हो यो ल्याङ्ग्वेजको इन्टिग्रेसन र स्केलेबिलिटी। तपाईँले पाइथनको टपमा बनेको फ्रेमवर्क्स जस्तै ज्याङ्गो, फ्ल्याक्स आदि युज गर्नुभयो भने तपाईँले मल्टिपल एपिआईहरू इन्टिग्रेसन सजिलै गर्न सक्नुहुन्छ। यसको साथसाथै तपाईँले सानो एप्लिकेसनदेखि लिएर एकदमै ठुलो इन्टरप्राइज एप्लिकेसन बनाउनु पऱ्यो भने पनि पाइथनलाई सजिलै युज गर्न सक्नुहुन्छ। यही कारणले गर्दाखेरि पनि पाइथनलाई धेरैभन्दा धेरै ठाउँमा युज गर्ने गरिन्छ। च्याप्टर 1को यो इन्ट्रोडक्सन भिडियोमा मैले तपाईँलाई 3टा क्वेसनको एन्सर दिइसकेको छु। अब नेक्स्ट च्याप्टरमा हामी पाइथन इन्स्टलेसनबाट अगाडि बढ्नेछौँ।